इभिनिङ वाकको क्रममा यो चाहिँ हामी हिँड्दै थियौँ। यहाँबाट हेर्नुहोस् है, यो रामपुर हो। कस्तो राम्रो देखिएको है। अझ ठ्याक्क साँझ पख यहाँ चाहिँ छोरीले एकदमै थाकेर हामीलाई बोक्न भनेर हैरान पारे थिइन्। मैले चाहिँ फकाई आश्वासन दिदी दौडाएको, अनि खुसी हुँदै दौडी छन् क्या उनी चाहिँ। यो रामपुर हो, राम्रोसँग हेर्नु होला। हाम्रो लोकेसन है, हामी बस्ने हाम्रो कार्यक्षेत्र भन्न पर्यो। यो बाटो चाहिँ एकदम चिप्लो रहेछ क्या, त माथि जान लागेको राम्रोसँग भ्यू देखाउँछौँ हामी चाहिँ रामपुरको। अझै दौडेर पुगला झन्डा हेलो गाइस, आज हामी इमिनमा आएको छौँ। आज हामी एकचोटि बसेर जाने हो। ओ त्यो देखिने रामपुर हो भन। त्यो देखेको रामपुर हो। रामपुर फेरि नजिक छ। हिँड्दाखेरि दुःख छ। आएको छौँ। यो देख्ने हाम्रो रामपुर हो। हेर्नु त कति राम्रो छ। स्कुल पनि देखेछ उ। रामपुर सीमादेवी विद्यालय हो। म देखिन क्या देखाइछु के छोरी ल। ल हेर्नुहोस्, रातिमा लाइट बोलिसकेको छ। यो चाहिँ रामपुर है। हामी चाहिँ 5 बजे आएको, 6 बजेसम्म यहीँ बसेर यसरी भिडियो बनाउँदैछौँ। कस्तो राम्रो देखिएको कि यहाँ अरू पनि भ्यू हेर्न आउनु भएको रहेछ थुप्रै है। कति रमाइलो देखिएको कि आहा, हेरिरहँ जस्तो है। कस्तो राम्रो देखिएको साँच्चीकै आहा। अनि झिलिमिली यो चाहिँ रातिमा देख्न सकिने भ्यू, 4 नम्बर वडाबाट देखिने भ्यू रामपुरको। कस्तो छ भन्नुहुन्छ नि, यस्तो छ कि हामी बस्ने ठाउँ। राम्रोसँग हेर्नु होला है त।